हिजो दिनभरि गरेको हाम्रो काम पुरै पानीमा गएछ। किन कसरी त्यो भन्ने नै छु, त्यसको लागि चाहिँ पुरा ब्लग हेर्नुपर्ने हुनेछ हजुरहरूले। सो हे गाइस, के छ सबजनालाई, मेरो नाम हो सुशील र हजुर हेर्दै हुनुहुन्छ एनएसपी कान्छा युट्युब च्यानल। सो आजको हाम्रो मिनी ब्लगको सुरुवात हुन्छ यहाँदेखि। आफ्नो घरको प्याटसँग हात मिलाउँदैछु अहिले म। अहिले चाहिँ यहाँ दिदीको घरतिर आएको छु बिहान बिहानै ब्लग पोस्ट गर्नको लागि। अनि अहिले चाहिँ म घरतर्फ जाँदैछु। घर किनभने पानी आएको छैन अरे, पानी बनाउन जानुपर्ने हुन्छ आज हामी चाहिँ। अहिले चाहिँ हामी दुवै भएर चाहिँ पानी बनाउन जाँदैछौँ। मेरो साथमा हुनुहुन्छ गायक तथा मोडल हाम्रो मनोज बस्ने छेत्री। सो उहाँ दाइ र म चाहिँ अहिले पानी बनाउन जान लागेको छौँ अगाडिपट्टि। यो बेला चाहिँ हामीलाई पानीको एकदम दुःख हुन्छ, किनकि गोरो काट्ने मान्छेहरूले पानी फुकाल्छन् तर जोड्दैनन्। पाइप पनि बाटोको कारण काटिरहेको छ, बिचबिचमा दौडन धेरै भएको कारण पानी पनि लिक भइरहन्छ। र अनि चाहिँ हामी गएर टङ्कीहरूको टङ्की चाहिँ एकदम खराब रहेछ, त्यसैले चाहिँ हामी अहिले चाहिँ टङ्की साफ गर्दैछौँ। टङ्कीभित्र गएर हेरेको त हामीले यस्तो पानी खाइरहेको रहेछौँ। अहिले झन्नै नराम्रो देखिरहेको छ। 1 घन्टा जति टङ्की साफ गरेको अलिकति राम्रो देखिरहेको छ पहिलाभन्दा। अनि टङ्की साफ गरेर म घर आएको थिएँ नि, कि फोन आयो कि पिलरहरू गयो अरे, पिलरहरू खै के भएको रहेछ नि, त्यही हेर्न जाँदैछु अहिले चाहिँ म। अनि पुगेर हेरेको पिलर नसुक्नको कारण चाहिँ आज काम बन्द भएको रहेछ र एउटा पिलर चाहिँ पुरै गएको रहेछ। अनि मलाई चाहिँ अहिले पनि दाइले नै फोन गरेर बोलाउनु भएको थियो। सो दाइसँग कुराकानी भयो र आजको ब्लग चाहिँ यति नै थियो। अनि भिडियो एन्ड हुनुभन्दा पहिला हेर्न सक्नुहुन्छ पिलरको हाल के भएको छ। हजुरहरूलाई मेरो मिनी ब्लग मन पर्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला।